ढिँडोलाई डोबेर सब्जीमा डोबेर घिउमा चोबेर खाए ल। हेलो गाइज, आजको हाम्रो सुरुवात हुन लागिरहेको छ बङ्गुरको खुट्टाबाट है त। यहाँ रहेको छ प्याज, लसुन, अदुवा, टमाटर र प्याजको पत्ता। ग्यास गरेर यसलाई मैले हल्का ब्राउन कलरमा पोलेर रेडी गरेँ। ल मासु पनि काटेर रेडी गराएँ। यता रहेको छ मैले काटेर राखेको सामान र मैले कुकर बसालेँ। र मैले यसमा हालेँ सुरुमा मेथी, यसमा मैले प्याज हाल्छु। तपाईँलाई हल्का गोल्डन ब्राउन हिन्जेल चलाउनु पर्यो होइन। प्याज हल्का ब्राउन कलरको भएपछि मैले यसमा हालेँ मासु। यसलाई हालिसकेपछि म यसलाई खाली चलाउन। बेसार मिठो कलर आएको छ। त्यसपछि हालेँ मैले लसुन, अदुवा र काटेर राखेको खुर्सानीलाई फेरि राम्रोसँग चलाएर त्यसपछि फेरि मैले माथिबाट हालेँ चिकन मसला। यसो बिचमा खाल्टो बनाएर थोरै त्यहाँ मैले हालेँ टमाटर। देख्न सक्नुहुन्छ कति राम्रो कलर आएको छ। मिनेटपछि मनतातो पानी हालेँ। सबै कुरा हालेर रेडी बनाइसकेपछि यसमा लगाइदिएँ मैले ढक्कन। यसरी मसिनो गरेर चप गरेर राखेको प्याजको पत्तालाई माथिबाट हालिदिएँ। है त। अब म लागेँ ढिलो बसाल्न है त। ढिँडोको लागि मैले बान बसालिसकेँ र मसँग रहेको छ आशीर्वाद आटा। यसरी पानी उम्लेपछि माथिबाट हल्का रूपमा मैले पिठोलाई छर्किदिएँ। मैले चाहिँ पिठो हालेँ है। जापानमा नेपाली ढिँडो बनाएर खान लागेको अवस्था छ है त साथीहरू। यसलाई चाहिँ यसरी बिस्तारै बिस्तारै ओडाले मैले है पानी बाहिर निकालेको छु ताकि ढिँडो साह्रो भयो भने हाल्न हुन्छ भनेर। यसरी पक्क गरेर ल्याएपछि 2 मिनटको लागि ढाकिदिन्छु है त। फेरि अन्तिम लास्ट एकचोटि ओडाल्दैछु है त। कस्तो भयो त यार, रस भयो कि। ल दाइ लाग्नुभयो ढिँडो पस्कन। म लागेँ यतातिर घिउ तताउन। प्याज टक्क माथिबाट ढिँडोलाई डोबेर सब्जीमा डोबेर घिउमा चोबेर खाए ल।